हाई गाइज, आज बिहानीको सुरुवात चाहिँ मेरो सिङ्गापटार गरेर भयो। सिङ्गारपटारसँगै त्यसपछि हामी चारो खन्न गयौँ। किनभने माछा मार्न जानको लागि हामी चाहिँ यो कार लिएर माछा मार्न गयौँ। त्यहाँ पुगेपछि कारबाट ओर्लिएर मेरो बानी भने जहाँ गएर पनि भिडियो बनाउने र सानो भिडियो खिच्न सुरु गरे। यता भने हाम्रो मामाजीले पुरा माछा मार्दै हुनुहुन्थ्यो, अनि यता अर्को मामाजीले माछा मार्दै हुनुहुन्थ्यो, अनि म पनि के कम भनेर मैले पनि माछा मार्दै थिएँ। माछा मार्न सुरु गरेको यता भने हाम्रो ह्यान्डसम दाइले हेरिदिरहेको के माछा मार्छन् भने। यता फेरि मामाजीहरूले बियर हान्दिएर अनि म पनि के कम भनेर मैले पनि अलिकति हान्दिएँ। केही बेरपछि माछा साछा नमरेपछि माथि आएर एकछिन सुत्दिएँ। फेरि बल्छी राखेर गाडीमा बसेर राप्तीको रमाइलो भ्यू हेर्दै पान खान गएको। पान पसल जाँदै गर्दा राप्तीको रमाइलो भ्यू हेरियो। भ्यू हेर्दै पान खान गएको। पान भने खासै राम्रो लागेन। यतिकैमा गाडीको पाङ्रा बिग्रेर बनाउन गएको। फेरि मेरा स्कुले प्यारा मित्रहरू भेट भए। भेटेर हात मिलाउँदै थोरै कुराकानी गरियो र घरतर्फ लागियो। थ्याङ्क यू फर वाचिङ गाइज। आजको मेरो दिन यसरी बित्यो। हजुरहरूको कसरी बित्यो कमेन्ट गर्न सक्नुहुन्छ।